हेलो सबैलाई नमस्ते जयमसी सबैलाई। अनि आज चाहिँ हामी च्यालेन्ज गेम गराउन जाँदैछौँ। अनि हामी अब नखेल्ने च्यालेन्ज गेम गराइदिने मात्रै भनेको जबरजस्ती खेल्नै पर्ने भयो। अनि जबरजस्ती खेल्ने मात्रै होइन, अरूलाई अब मेडल सिल मेडल अरूलाई नै गरौँ न भनेर आएको। जबरजस्ती भिडाइदिने भयो क्या केटाहरूले, फिक्स नै जित्ने भइयो। अनि अब के गर्ने भने गाह्रो छ हौ। ल यस पछाडिको भिडियोहरू पनि हेर्दै गर्नु होला। धन्यवाद। ल अब च्यालेन्ज गेम त भनिहाल्यो। च्यालेन्ज गेमको बारेमा अब तपाईँहरूलाई टक्क एउटा रुल्स चाहिँ भनिदिइहालौँ। हाम्रो प्लेयर्सहरूलाई पनि मैले त्यहाँ त भनिसकेको छौँ। तर रुल्सभन्दा अगाडि फर्स्टमा सबै प्लेयरहरूको एउटा इन्टरभ्यू जस्तो इन्ट्रोडक्सन जस्तो लिनुपर्छ कि क्या हो। ल हामी इन्टरभ्यू लिन जाऊँ है त। ल ओके। फाइनल्ली आज म चाहिँ यो हुडक्यासको चाहिँ यो टुर्नामेन्टमा आएको छु। सबैलाई नमस्ते, जयमसी झोरले। मेरो नाम चाहिँ निशान्त थापा मगर एके मामा। म चाहिँ हिजो भर्खर जर्मनीबाट आएँ गेमको लागि। र सबैजना नेपाली तथा दाजुभाइ दिदीबहिनीहरूलाई नेपालीको महान चाड क्रिसमसको चाहिँ हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। धन्यवाद। अनि यो गेममा आज जित्ने प्रोबेबिलिटी चाहिँ कति? एकदम, म त उहाँदेखि ट्रेनिङ गरेर म थोमस मुलरसँग सिकेर आएको जर्मनीबाट। त्यही कारण फिक्स्ड मेरो नाममा हुन्छ, अरू घर गए हुन्छ। इन्ट्रोडक्सन ल आज तिम्रो इन्ट्रोडक्सन देऊ नि त। मेरो नाम चाहिँ सुयोग थापा मगर अनि म चाहिँ अहिले कलेज पढ्दैछु। अनि यहाँ चाहिँ आज हामी फुटबल च्यालेन्ज गर्न आएको। अनि च्यालेन्जको लागि कति एक्साइटेड छ र अनि जित्ने प्रोबेबिलिटी चाहिँ कति छ? जित्ने त मैले हो अनि एक्साइटेड पनि एकदम हो। ल ओके। आज चाहिँ होइन यहाँ अब हाम्रो टुर्नामेन्ट हुँदैछ। टुर्नामेन्ट के हो यो? कम्पिटिसन जस्तै, टुर्नामेन्ट जस्तै। अब जित्नेलाई कति 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 के छ, किनभने अब जित्ने त मै हो होइन। थाहा पाउनु पर्यो नि के छ कसो छ जित्ने मान्छेलाई अगाडि नै। जित्नेको मनिष मगर। म फ्युचर प्रेडिक्ट गरिसकेँ। मैले फ्युचर देखिसकेँ। अब केटाहरू त अब यसै अब खेल्न आएको मात्रै भयो है। अब बेकार बिचरा आफूले आयो होला। जित्ने त मै हो, लग्ने पनि मै हो। किनभने प्रिभियस टुर्नामेन्ट पनि लगेको मैले नै हो, ट्रफी उचालेको मैले नै हो। यो पनि खै के हुन्छ, अब मैले नै उचाल्छु जे गरे पनि। ल यो गेममा मेरो नाम असिम कार्की हो। यो गेममा जित्न चाहन्छु, त्यही हो। अब के भन्नु मैले, अब यो यसपालि पोहोरपालि नि मै भयो, यसपालि नि मै हुन्छु अनि आशा छ। अब के भन्छन्, मेरो नाम चाहिँ रोशन बजाचारी, त्यही हो है त। नमस्ते सबैलाई, म चाहिँ सौरभ श्रेष्ठ। अनि आज हाम्रो फुटबल टुर्नामेन्ट जस्तो अब के भन्छ दाइ, च्यालेन्ज हुँदै जाँदैछ। अनि ठिकै छ। अब सबैजना केटाहरू हेर्नु, सबैजना वार्म अप गर्दैछन्। ल ऊ सुट देख्नु भइहाल्यो। अब मेरो भन्नु चाहिँ केही छैन, जित्ने अब मैले त होइन, ठिकै छ। ल जयमसी सबैलाई, मेरो नाम रोनाल्डो मेरो नाम युसुफ राई होइन। आज अब दाजुहरूले बोलाएको छ यहाँ च्यालेन्ज गर्नु, कस्तो हुन्छ थाहा भएन। त्यसरी जित्ने त मै हो, यति नै भन्नु अझै। सबैलाई नमस्ते, मेरो नाम निराकार तामाङ। आज हाम्रो हुन गइरहेको फुटसल च्यालेन्ज, हुडक्यासको फुटसल च्यालेन्जमा म नखेल्ने भन्दा भन्दै नि अब पार्टिसिपेट हुन परेको अवस्था छ क्या अरे होइन। के हो बिचरा भाइहरूलाई ट्रफी दिउँ भनेको अब मेरै नाउँमा आउने भयो, के गर्नु। ल अहिलेलाई यति नै, बाँकी कुरा गेममा हेरौँला। हेलो सबैजनालाई, मेरो नाम चाहिँ अनिल सुनवार हो। म चाहिँ आजको दर्शक र क्यामेराम्यान। यहाँ केटाहरूले कस्तो खेल्छ भनेर हेर्न आएको। अनि कसैले राम्रो खेल्यो भने अब नेसनल प्लेयरमा लिउँ कि भनेर सोचेर आएको हो म चाहिँ, त्यति हो। अब त्यो त पछि हेरेपछि थाहा भइहाल्छ, अहिलेको लागि यति नै। ल आज चाहिँ भएन त। ल आज चाहिँ हाम्रो च्यालेन्ज गेम हुन जाँदैछ। अनि हामी च्यालेन्ज गेममा चाहिँ 3टा च्यालेन्जहरू गर्छौँ होइन। त्यो 3टा च्यालेन्ज चाहिँ हामी अब के कसरी गर्छौँ भनेर पहिला हामी चाहिँ 1 2 गरेर ग्रुप छुटाउनेछौँ। ग्रुप छुटाइसकेपछि चाहिँ हामी त्यो पछि के अब हाम्रो च्यालेन्जहरू चाहिँ के छ तपाईँहरूलाई बताउनेछौँ। ल अब हामी 1 जति चाहिँ यता आउँछौँ अनि 2 जति चाहिँ उता जानेछौँ।
सो ल च्यालेन्ज गेममा चाहिँ हाम्रो फर्स्टको दुईटा अब फर्स्टको च्यालेन्ज हुन्छ त्यो चाहिँ हाम्रो क्वालिफाइङ राउन्ड हुन्छ क्वालिफाइङ राउन्डमा चाहिँ कुन चाहिँ टिमले चाहिँ क्वालिफाई गर्ने भन्ने हुन्छ क्या है तपाईँहरूको टिममा कुन चाहिँ टिमले फर्स्टमा क्वालिफाई गर्छ अनि क्वालिफाई भएपछि क्वालिफाई भएको टिमसँग चाहिँ जुट्नेछ फाइनल हाम्रो क्वालिफाई हुने 4 जना जो छ त्यसको चाहिँ फाइनल हुनेछ त्यो फाइनलमा चाहिँ के च्यालेन्ज हुन्छ फाइनलमा चाहिँ हाम्रो त्यो च्यालेन्ज हुन्छ अनि त्यो च्यालेन्ज जसले जित्नेछ त्यसकै हकदार हुन्छ हाम्रो च्यालेन्ज गेमको विनर च्यालेन्ज गेमको टाइटल होल्डर है त ल फर्स्ट च्यालेन्ज चाहिँ हुनेछ हाम्रो अब 1v1 च्यालेन्ज 1v1 च्यालेन्जमा चाहिँ अब हेरौँ कसले कसलाई गर्छ त्यसको लागि पनि हामी अब सेक्रेटमा हामी टिम डिभिजन गरिदिन्छौँ त्यो 1v1 मा चाहिँ एक एक सर्ट हुनेछ एकचोटि डिफेन्स एकचोटि अट्याक हुनेछ हेरौँ कुन चाहिँ टिमले जित्छ कुन चाहिँ टिमले बढी गोल हानेछ ल ओके बाई ल अब चाहिँ हाम्रो 1v1 च्यालेन्ज सुरु भइसकेको छ 1v1 च्यालेन्जमा चाहिँ अब हाम्रो युसुफ भाइ र रोशन भाइ छ अब तँलाई के लाग्छ कस्तो हुन्छ यो गेम चाहिँ दुवैजना राम्रै खेल्छन् राम्रै टफ नै हुन्छ जस्तो लाग्छ रिजल्ट चाहिँ म चाहिँ रोशन भाइतिर यसो जान्छु म चाहिँ अब मेरो युसुफ भाइतिर जानु पहिले अब रोशन भाइले एउटा मिस गरिसक्यो एउटा चान्स चाहिँ अब रोशन भाइले हान्न सकेन त्यो खोइ अब आफ्नो कर्तव्य त देखाउन कर्तुत के भन्छ नि टेक्निक्सहरू लाउन सकेन युसुफ भाइको पालो रहेको छ अब नाइस स्टेप ओभर देखायो नाइस फेक पनि देखाइसकेको छ सिल गर्न खोजिरहेको त्यो रोनाल्डोकै फ्यान हो कि क्या हो स्टेप ओभर मात्रै छ त ए दुवैजनाको एक एक मिस भएको छ दुवैजना एक एक चान्स छ त्यो यिनीहरूलाई मैले गएर सिकाउनु पर्छ क्या हो कसरी गोल हान्ने भनेर है त्यो अहिले एकछिनमा देखिन्छ कसरी निराकार भन्नेले त्यहाँ गोल हानेको देखिन्छ तपाईँले एकछिनमा त्यहाँबाट सिक्न सक्छ हाम्रो रोशन र युसुफ भाइले गोल कसरी हान्नुपर्छ भनेर अब यसमा मैले स्ट्राइकर राम्रो हो कि अट्याकर राम्रो हो कि डिफेन्डर राम्रो हो अब यसमा चाहिँ अब कि दुइटै पात हो ल फेरि बताइसकेको ए काम चाहिँ नि तर ल ठिकै छ लास्ट चान्स ल अब बेस्ट अफ 3 को हो खासमा होइन सो ल लास्टमा अब यिनीहरूले गोल हान्छ कि हान्दैन हेरौँ है त कुन चाहिँ टिमलाई अग्रता दिँदो रहेछ डबल टचको माध्यमबाट लिएर जान खोजिरहेको थियो तर भयो अब यो डिफेन्स पनि राम्रो गरेको होइन क्या डिफेन्स पनि नर्मल बस्दैछ यिनीहरू किन आत्तिएको भने फुटवर्कहरू पनि राम्रो छ दुवैजनाको तर गोल निकाल्न सकिरहेको छैन ल फेरि ल यो च्यालेन्जमा चाहिँ अब दुईजनाकै अब मार्क्स आउन सक्छ दुइटैले टिमलाई एक पोइन्ट ड्र भयो दुवैजनालाई एक पोइन्ट भएको छ दुइटै टिममा अब दुइटै टिमबाट फेरि अर्को एक एकजना आउँदै हुनुहुन्छ आउनु भएपछि हामी तपाईँहरूलाई उहाँहरूको नाम भनिदिन्छौँ तर त्यहाँ पिटर के गर्दैछ पुरै डिस्टर्ब गरिरहेको छ त क्यामेरामा फुटेज खानाको कि क्या हो ल ठिक छ दाजुभाइको गेम सुरु हुन लाग्यो दुइटै लेडे मगर सुयोग लेडे मगर र निशान लेडे मगर ल अब दुईजनामा को चाहिँ आउट हुँदैछ पहिला निशानले डिफेन्स गरेको छ यहाँ सुयोग एट्याकिङ जस फुटवर्क राम्रै छ सुयोगको भनेको थ्याट उडाइदिइ गयो भाइ तिमीलाई अब के भन्नु दाइको अलिकति के भनौँ स्पिरिट भनौँ न होइन स्पिरिटको कमी रहेछ म भएको चाहिँ म खत्रै देखाइदिन्थेँ होला हौ अरे यार 1v1 हान्न सक्दैन ल अब धेरै के देखाउँछ कि रिजल्टको इन्तजारमा छ हाम्रो यही टेक्निकल गडबडी त भएको होइन नि ल फेरि गोल चान्स त पाएको छ ए भैँसी लड्यो ठिक छ एकैचोटि भयो नि जस टक्करकै भइरहेको रहेछ अहिलेसम्म दुइटै टिमलाई एक पोइन्ट्स मात्र छ स्टिपको राम्रो डबल टच बल कन्ट्रोलमा राख्छ ए धेरै चाँडो गरिरहेको छ हौ यिनीहरू बल हान्नको लागि चाँडो गरिरहेको छ क्या अलिकति दिमाग लगाएको भए त्यो मजाले छिर्दै क्या यिनीहरूलाई चाहिँ अब त्यो पाना नेपालको गेम देखाउनु पर्छ ल गोल छिराइदियो भन्ने बित्तिकै पाना नै खायो नि होइन ठ्याक्कै ल भनेपछि एउटा टिमले चाहिँ
पोइन्ट्स पाएको छ। अब अर्को हेरौँ, बेस्ट अफ 3 हो नि त। यो लास्ट हो के अरे होइन ओहो भाइलाई दाइले इन्टरसेप्ट गरिदिइसकेको छ। चल अब एक चान्स अझै बाँकी छ के अरे होइन। छैन तर फर्स्टमा निश्चयले डिफेन्स गरे जस्तो लाग्छ। होइन हाम्रो सुयोग भएको जस्तो एट्याकिङ गरेको थियो अब त्यो एट्याकिङ गरे पनि जिति नै सकेको छ नि त होइन। सो ल अब लेडेको टिमले चाहिँ 1 पोइन्ट पाइसकेको छ, 1 पोइन्टको अवस्थामा छ। 1 पोइन्ट छैन टोटल 4 पोइन्ट्स भयो त यता एक टिममा 4 पोइन्ट्स भएको छ भने अर्को टिममा चाहिँ 1 पोइन्ट्स मात्रै रहेको छ। मनिषले राम्रो डिफेन्स गरिदिएको छ यहाँ। अब यो दुईजनाको पनि अब डिफेन्स चाहिँ असीले राम्रो गर्छ जस्तो लाग्छ। मनिषको फुटवर्क हेरौँ यो लेडेको चाहिँ कस्तो छ। त्यस्तो खासै त छैन उसको फुटवर्क नाइस ट्राई गरेको थियो तर फुटवर्क ए वाउ नाइस यार, कस्तो बवाल देखाइदियो यार। त डज खाइनस्, म हेर्दाखेरि त डज खाएँ। त्यस्तो भनेको यही लेडीले मात्र गर्न सक्छ अरूले सक्दैन यस्तो स्किल। झिल्ली गर्न खोज्दै थियो मनिष होइन, तर ठिकै छ। बलिङको अघि गोल भएको छैन है छैन, स्किल्स मात्रै बबाल हाल्यो। ए त्यो के हो, भागबार्दै बन्न खोज्छ त टाढैबाट भन्न खोजेर मात्र हुँदैन। के गर्छ अर्को बाल गर्दै 4 नम्बर के हो, भ्यान्डाइक नै हो कि के हो। अब लास्ट चान्स मनिषको गोल हान्यो भने 3 पोइन्ट्स लिएर जानेछ भने राम्रो राम्रो फिजिकल ए फेरि त्यही ल फेरि ओहो बल दिइसकेको छ। फेरि मनिषले राम्रो तरकिब देखाइरहेको छ। अघि मैले तरकिब भन्नु भएको तरकिब के छ सरी माइला। ल अब 98-11 911 नम्बरको जर्सीले 4 नम्बरको जर्सीले कसरी भन्दा पनि जिस्केर बताइदिएको छ। मानेको त छैन यहाँ त्यो गोल लाइनबाट नचुरेको कारणले राम्रो घम्साघम्सी भइसकेको थियो त्यहाँ, तर त्यो झुक्केरै भएको हो जस्तो लाग्छ क्या मलाई। हालेको जस्तो 1-1 पोइन्ट पाएको छ फेरि अब चाहिँ हाम्रो सौरभ र अब निराकारले कस्तो लाग्छ होला आफ्नो गेम। मलाई त मेरो गेममा कुनै डाउट नै छैन। एब्सोल्युटली मैले नै जित्ने छु यो गेम एब्सोल्युटली। सुरुमा डिफेन्स गर्न गइरहेको छु। फर्स्टमा डोनाल्डो आइसकेको छ। रोनाल्डोको सर्ट स्टनिङ सर्ट हालेको छ त फर्स्टमै पर्पल बनाएर। अब रोनाल्डोको पालो आएको छ एट्याक गर्ने। कोनाल्डो 7 नम्बर जर्सी लगाएर ल हेरौँला कतिको घाँस खान्छ। नम्बर सिक्नु जेस गोली राख्यो भनौँ न, राम्रै थियो त्यो स्टेप ओभर। तर हाम्रो सौरभ भाइ चाहिँ अलिकति ढिला भएको हो कि क्या जस्तो चाहिँ लागिरहेको छ मलाई। त्यो मेरो स्किन यस्तो खतरा थियो कि मैले पनि नदेखेको क्या साइड साइडमा लगाइदिएको। भाइलाई चाहिँ अलिकति च्यवनप्रासको कमी जस्तो देखियो त्यहाँ। फाँस्छ अर्को भाइलाई पनि त्यस्तै देखियो त। मैले खासमा टाङ कस्तो फाटेको देखेको थिएँ कि छिरे पनि थियो तर फाट्यो अलिकति। अब लास्ट चान्स छ सौरभ भाइले अब गोल हान्यो भने ड्र गर्ने चान्स छ, जित्ने चान्स त अब सक्नै सक्छ होइन। सौरभ भाइले गोल हान्यो भने मैले अर्को एट्याक गर्नु नपर्ने अवस्था छ। अब यहाँ इन्टरसेप्ट गर्ने किन आइरहेको भाइ गरिरहेको सौरभ होइन यो भाइलाई चाहिने नै चाहिएको रहेछ, च्यवनप्रासै चाहिएको रहेछ। ल यो शुद्ध यिनीहरूको टिमले कति 4 3 3 6 7 8 पोइन्टले अगाडि बढेको छ होइन त।
ल अब चाहिँ हाम्रो अर्को च्यालेन्ज गेम सुरु हुन लागेको छ। यो च्यालेन्ज गेम चाहिँ अब हाम्रो यो डिजी गोल हो होइन। डिजी गोलमा चाहिँ अब यो एउटा स्ट्यान्ड जस्तो हुन्छ, त्यसमा चाहिँ हामीले राउन्ड टाउको जोडेर राउन्ड 10 राउन्ड गरेर चाहिँ गोल हान्नुपर्ने हुन्छ। हाम्रो अब पोस्ट चाहिँ सानो पोस्ट चाइनिज पोस्टमा गोल गर्नुपर्ने हुन्छ। सो एउटा एउटा टिम आएर हान्छ। ल फर्स्टमा चाहिँ हाम्रो युसुफ भाइको पालो छ। ल के लाग्छ, कस्तो सजिलो छ कि गाह्रो छ जस्तो लाग्छ तँलाई यार? यो गाह्रै हुन्छ किन भन्दाखेरि पोस्ट हामीले चाइनिज पोस्ट मिनी पोस्ट राखेको छ, त्यही भएर त्यो सोच जस्तो हजुरहरूले हेर्दाखेरि त्यति हान्न सकेन जस्तो फिल होला होइन, तर गाह्रो चाहिँ गाह्रै छ यो। तर हेर्दाखेरि चाहिँ सजिलै छ। मैले च्यालेन्ज त अब सजिलै पाराले बनाएको हो। हामी त्यो रिङ गरेर राख्नु 10चोटि भनेको त्यहाँ 10चोटि घुम्नुपर्छ, त्यहाँदेखि गाह्रो हुन्छ हामीलाई। ल हेर मै त ल युसुफ भाइले के गर्छ। 1 2 3 4 5 6 7 8 9 10 ए सिधै बाहिर भाइको ठुलो पोस्ट नि भेटाएन त्यहाँ यसले। भाइ लास्टै पछाडेको छु, मेरो तलको स्क्रिनमा ठ्याक्कै देखिन्छ त्यहाँ चाहिँ पछाडेको। त्यो जस बडी ब्यालेन्स चाहिँ गर्न सक्दैन रहेछ बच्चाहरू। अब ल उताबाट को आयो? सरी। सुनभाइले हानेको पोलमा लागेर बाहिरिएको छ। हेर्दा हेर्दा हान्ना जस्तो चाहिँ गरेको थियो कि तर सकेन। मामाले हान्छ स्योर। खै हेर म त्यो लेडे मामा ले त्यो दौडेको हेर्नु, त्यो गुटुम टुम 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 माग्ने बुढा दौडे जस्तो दौडिन्छ त है। के गडबडी भयो त्यो, बिस्तारै बिस्तारै हिँडेको भएर त्यसको क्यान्सल गरेको। त्यसरी झेली खेल्न चाहिँ पाइँदैन क्या यो गेम। झेली होइन कि साँच्चीको त्यो डिजिनेस नै हुन्छ क्या। त्यो डिजिनेस जस्तो भए पनि अब प्रपर त गर्नु पर्यो नि त। च्यालेन्ज भनेको त प्रपर गर्नको लागि हो नि त। रिङ गरेर लाग्दै आएपछि त्यो पास तैँले भनेको पेसमा घुम्नै सकिँदैन क्या। होइन गर्नु पर्यो नि, त्यो बिस्तारै गरेपछि त त्यो मतलबै भएन। अरूले जस्तो गरेको छ त्यस्तै गर्नु पर्यो नि त। अर्को लेडे आएको छ हेर्नु त कस्तो हुन्छ। ठिकै छ, पेस राम्रै छ, राम्रै गति दिइरहेको छ। तर यसलाई डिजी भएको चाहिँ फिल भएको छैन है मलाई। त्यसले यसले डिजी नभए पनि यसरी नै हान्थ्यो यसले होइन। त्यसको बुटको खराबी हुन्छ। अब हेर त्यहाँ बुट त हेर्दा छैन। छैन कि त बलमा अब कम भएको हुनुपर्छ कि त बुट खराब हुन सक्यो हुन्छ त्यसको। त्यो बुट अनकम्फोर्टेबल भएर। ल अब को आयो? सुयोग थापा मगर। हाम्रो सुयोग भाइ आयो। भाइले नि हान्दा जस्तो लागेन। यो मलाई लागेको यो चस्मा लाउनेहरूले चाहिँ हान्न सक्दैन जस्तो लाग्यो क्या। चस्मा लाउनेहरू यत्तिकै त रिङ्गट्या हुन्छ त्यो होइन, पावरले गर्दाखेरि झन् घुम्दाखेरि त। तर यो टिमले राम्रो दौडिरहेको छ क्या समातेर। हेर त ल ओइ छिटै क्या हो अलिकतिले नि बाहिर गयो बाहिर। राम्रो थियो यार तर प्राय बाहिरिएको छ अल्पो सर्ट पनि। गोल एउटा नि भएन है। केटाहरू थेट बेइज्जती गर्छन् कि क्या यार। मेरो च्यालेन्ज त कसैले सक्दैन क्या हो यार। ल फेरि आएको छ है यो। अब हेर त ल त्यो हान्ने गोरु घुमे जस्तो हुन्छ त यो त। म त रिङ्गर लागिसक्यो, घुम्नै सकेको छैन। ल ल ल यो त यसलाई कसैले ओआरएस लिएर दियो, त्यसको पावर पुगेन। होइन त्यो बिहान पनि भयो, एक त घुम्नै नसके रिङ्गर लाग्यो, 10 पुऱ्याउनु सकेन। ए के मामा आयो फेरि हान्छु भनेर। यो पनि अलिकति प्रपर गरेको छैन कि यसले। हेर्न त्यहाँ मजाले दौडिनु पर्यो नि।
ल के हाने त्यसले त्यो छिर्छ तर ल मैले स्लो मोसन राखिदिएको छु यहाँ यो त के हो यार त्यो भाग्यमणिको भूतै कमारो भन्ने हुन्छ नि त्यस्तै अरूले उठेर धरि हान्न सकेको छैन उसले मुला फेरि उसको लागेको पछारेर पनि छैन क्या चुच्चो छोको मार्छ क्या बिस्तारै आएर गोल हुन्छ हेरै लक्की टुक्क गाय छोको मात्र छ क्या हानेको पनि छैन लक्की लेडे लडेर ल्यायो गोल बास ओर्थे एलिट्रेसन आयो त अब ठिक छ। एक एकजना बाँकी छ भनेपछि अश्विनले गोल हान्छ जस्तो लाग्यो मलाई स्कोर 1-1 भयो नि अँ ल गेम कस्तो बिस्तारै घुमेको छ हेर त कहाँ त्यसको खुट्टा हेर्नु खुट्टा बिस्तारै घुमाएन खुट्टा हेर्नु त्यहाँ कति चाँचाडो चला छ हेर त त्यहाँ यसलाई त रिङ्गडा पनि लागेन होला है खै यसलाई रिङ्गटा भने केही थाहा छैन होला क्या हान्छ यसले उही झन्डै गोल अगाडि हान्यो कसरी क्या गोल हान्थ्यो निशानले गोल हान्थ्यो निशानको एक गोल मात्र भएको छ ठिक छ अब कसको पालो आयो म बाँकी छ तैँले यो त नाइन्साफी हो अघिको गेम जित्नु पर्ने हो अर्कोले है यसमा तैँले पोइन्ट काटिदिन्छ जस्तो लाग्यो मेरो हाम्रो टिमको अब यस्तो नाइन्साफी गरेपछि पोइन्ट काट्नै पर्ने हुन्छ होइन मान्छेहरूले रिङ्गडा लागिसक्यो पोइन्ट काट्ने भन्दा नि अब उतापट्टिकोलाई केही एडभान्टेज दिनुपर्ने हुन्छ क्या मैले ल फेरि ल तैँले उठेर हान भन्छ है मैले हान्छु गोल हुन्छ है तर मान्दैन कि त्यो त मान्दै मान्दैन यो त फेयर नै भएन नि त्यो त मजाले रेस्ट लिएर सुतेर आनन्दले होइन चियासिया खाएर उठेर आएर हाने जस्तो भने त्यो हेर्नै हालेर त्यस्तै हुन्छ तर मलाई चाहिँ लास्ट रिङ्गडा लाग्यो रिङ्गटा त अरूलाई पनि लाग्यो होला नि त कन्ट्रोल गर्नु नसक्छ क्या के अझै सौरभ भाइ भाइको रहेछ नि त हाम्रो धनबहादुर भन्नुभयो ठिक छ डोनाल्डो दौडे गएर नुवाकोटको डाँडामा गोरु जोत्न आएको छ जस्तो त है त्यहाँ हेर माने फुर्केको आफूले गोल हान्नु नसकेर आफ्नो टिमले गोल हानेर बल्ल बल्ल गरेछ त्यही पनि फुर्केको थियो क्यु झन्डै छिरेको कि छिर्यो नि छिरेन ए ल यो गेम पनि समाप्त भएको छ पोइन्ट्स कसले कति लग्यो भनेपछि अब यतापट्टि एउटा 1 पोइन्ट्स आयो अघिकै जितेको टिमले फेरि 1 पोइन्ट्स ग्र्याब गरेको छ अब भन्दै गर्दाखेरि अब यतापट्टि टिमको 2टा विन भयो अब यतापट्टि टिमको विन नै छैन सो तिमीहरूले यो अलिकति फेयर नखेलेको जस्तो लागेर मलाई त्यो बेलामा चाहिँ अब एउटा एडभान्टेज त दिनु पर्यो अर्को टिमलाई होइन त फेयर त फेयरै थियो अब जोस् मलाई लागेको अनुसारले चाहिँ उनीहरूलाई एउटा केही एडभान्टेज त दिनु पर्यो एउटा प्रिभिलेज भनौँ न होइन राम्रो खेलेको फेयर गेम खेलेको हिसाबले अब यो गेममा चाहिँ के हुन्छ भन्दाखेरि यो गेममा जसले जित्छ त्यसले चाहिँ डबल पोइन्ट्स पाउँछ क्या अब डबल पोइन्ट्स पाएपछि टिमले जित्यो भने ड्र हुने भयो ड्र हुने भयो तिमीहरूले जित्यो भने यत्तिकै तिमीहरूले लग्यो हामी फाइनलमा जानु भयो सो ल अब यो गेम चाहिँ हाम्रो ब्लाइन्ड फोल्ड गेम छ होइन त ब्लाइन्ड फोल्डमा चाहिँ अब के हुन्छ भन्दाखेरि अब पट्टी लगाइन्छ हान्ने प्लेयरको आँखामा पट्टी लगाइन्छ सो त्यो अब त्यो प्लेयरले चाहिँ त्यो बल लगेर स्कोर गर्नुपर्ने हुन्छ त्यही बल हाने पनि भयो अगाडि लगेर हाने नि भयो अब त्यो कतिको दिमाग चल्छ होइन त आफ्नो खुट्टामा बल राखेर हुन्छ के हो अनि सो अब यतिखेर चाहिँ एउटा टिममेट्स र अनि अपोनेन्ट्सको चाहिँ के भूमिका हुन्छ भन्दाखेरि उसलाई डिस्ट्र्याक्ट गर्ने टिममेट्सले चाहिँ डाइरेक्सन दिने सो अब यसमा पनि के हुन्छ कस्तो हुन्छ तपाईँहरू चाहिँ हेर्दै जानु होला रमाइलो लिँदै जानु होला रमाइलो नभए पनि होइन रमाइलो त रमाइलो भएको छ यसमा पनि
बोल्दैन बोल्दैन हट ना अपने नारगा नारगा केटाहरूलाई पनि अलि यतै बस भन न केटाहरूको आउने त्यसलाई नै छेक्दिएर भाइ टाइम
टाइम लिइरहेको छु नगर न त्यो मेरो बिग्रिन्छ कि यो सँगै अब चाहिँ यो हाम्रो गेम चाहिँ अर्को टिमले जितेको छ। सो यो गेम ड्र भएर नेक्स्ट च्यालेन्ज चाहिँ दुईटै टिमले खेल्नेछ है नि त। सो अब नेक्स्ट च्यालेन्ज चाहिँ हाम्रो क्रसबार च्यालेन्ज हुन्छ। सबैलाई थाहा नै छ होला क्रसबार च्यालेन्जमा के हुन्छ भनेर चाहिँ। सो क्रसबार च्यालेन्जमा चाहिँ जसले क्रसबारमा हान्न सक्यो त्यसलाई विनर घोषित गरिन्छ। सो अब यो गेम चाहिँ टिम नभइकन इन्डिभिजुअल हुने हो सबैजना। अब यो अगाडिसम्मको गेम चाहिँ हाम्रो यो क्वालिफाइङ राउन्ड जस्तो। अब यो चाहिँ अनएक्सपेक्टेडली अनफर्चुनेटली सबैले खेल्न पायो क्या, किनकि अगाडिको 2 गेम एउटा ए टिमले जितेर अगाडि अर्को लास्ट गेममा चाहिँ मैले बोनस पोइन्ट हालिदिएको थिएँ। त्यसमा चाहिँ हाम्रो बी टिमले जितेर दुईटैको ड्र भएपछि 2 पोइन्ट्स भएर ड्र भएको एज अ टाई ब्रेकर जस्तो हैन। फाइनल चाहिँ सबैले खेल्न पाउनु भयो। अब यो फाइनल चाहिँ टिम ए बी हुँदैन कि मान्छे हुन्छ। अब इन्डिभिजुअल एकजना अब हेरौँला फर्स्टमा लिन चाहिँ को आउँछ होला त? कृतज्ञ भाइ सरी कृतज्ञ भाइ भन्दा ठिक छ, अर्को पालि आउँछ कृतज्ञ भाइ पनि, चिन्ता नगरौँ। सुयोग भाइ आउँछ जस्तो लाग्यो मलाई चाहिँ। फर्स्ट सर्ट नै सुयोग भाइ। अनि यो हाम्रो क्रस वार च्यालेन्जमा चाहिँ अब टोटल 8 जना मान्छे छ। 8 जनामा एकजनाले मात्र हान्यो, उसले सिधै जित्यो। अब 8 जनामा एकजनाले मात्रै लगायो भने जित्यो, तर 2 जनाले लगायो भने चाहिँ त्यो 2 जना मात्रै क्वालिफाई भयो नेक्स्ट राउन्डको लागि, नेक्स्ट क्रस बारको लागि। सो अब यसमा चाहिँ हामीले अलिकति ध्यान दिएर हान्नु पर्ने हुन्छ, किनकि लागेन भने आफ्नो जित्ने चान्स सर्लकै घट्दै जान्छ क्या। लागेन भने फाइनल पुग्ने लगभग 99 भनौँ न। कि त कसैले लगाएन फेरि हान्न पायो। एकजनाले मात्रै हान्यो भने त फाइनल पुग्ने र नपुग्ने कुरै भएन नि, एकजनाले जितिहाल्यो। सो ल क्यामेरा एङ्गल मिलाउँदै अब सुरु गर्न लागेको छ। यो चाहिँ एकदमै अब मै हुँ भन्नेले पनि गर्न नसक्ने च्यालेन्ज जस्तो लाग्छ क्या मलाई। यो चाहिँ अब लकमा पनि भर पर्छ जस्तो लाग्छ मलाई चाहिँ। फुल अन लकमा भर पर्छ अनि हान्ने तरिकामा पनि पर्छ भनौँ न। अब तैँले केएसआईको भिडियो हेरेछस् भने एकजना एउटा ग्वाच छ क्या त्यहाँ होइन, तिनीहरूको साइडम्यानको त्यसमा एउटा एकजना ग्वाच छ, त्यो इन्डियन हो होइन, इन्डियन तर युकेमा बसिरहेको। सो त्यसले चाहिँ होइन नर्मल गोल पनि हान्दैन, तर क्रस बार च्यालेन्ज चाहिँ जहिले पनि लगाउँछ क्या त्यसले। सो यो चाहिँ डेमो दिएको छ, डेमो यसरी हान्नुपर्छ है भनेर। जस फर्स्टमा जो जङ्गेर आयो त्यसलाई चाहिँ एउटा के भनौँ एज अ गिफ्ट भनौँ न होइन, प्र्याक्टिस। अब सुयोग भाइले हान्न गइरहेको छ, तपाईँले तलको स्क्रिनमा देख्न सक्नुहुन्छ।
अलिकतिले चुक्न पुगेको छ। राम्रो ट्राई हो, तर Nice try, सुयोग nice भाइ try. रोकिरख। अरूले पनि कसैले हानेन भने तिम्रो पालो अझै आउनेवाला छ। मलाई लाग्छ तर यो यत्रो धेरै मान्छेमा एक न एकजनाले त लगाउँछ होला नि। लगाउँछ, लागिहाल्छ नि, 8जनामा लाग्नु पर्ने हो। को आयो हाम्रो डोनाल्डो आउनलाई क्या युसुफ भाइ कि डोनाल्डो युसुफ भाइ यो भाइले त छुवाउँछ जस्तो लागेको छुयो कि क्या हो? छुएन, अलिकति सुत्न पुग्यो। ठिक छ, अलिकति ट्रेनिङ पुगेन युसुफ, आफूले आफूलाई रोनाल्डो भने पनि होइन। अब हाम्रो तेस्रो प्रतिद्वन्दी द्वन्दी चाहिँ को आउँदैछ? प्रतिद्वन्दी तपाईँहरूलाई कहाँ हामीले तलपट्टि 2टा स्क्रिन राखिदिएको छौँ, 2टा स्क्रिनमा देख्न सक्नुहुनेछ एङ्गलमा टक्क मजाले। अब चाहिँ हाम्रो असिम साइकोले हानेको छ, कता हाने त्यसले एकदमै तल प्रहार गरेको छ। लास्टमा आएर यस्तो हान्यो भने चाहिँ अलिकति बोर नै हुन्छ जस्तो लाग्छ है मलाई चाहिँ। फाइनल पुगिसकेपछि अलिकति आफूले पनि जोड दिनुपर्छ क्या, जोड हान्छु है भनेर कसैले बल फिल गरेर हानेको छैन क्या। उही कसले हानेको यो? निशानको अलिकतिले चुक्न पुगेको छ। ठिक छ, अलिकति बढी पावर भयो, बिहे गरेर अलिकति पावर बढी भएको जस्तो हो, हुनसक्छ। केही छ, त्यसैले के अरे सार्वजनिक सूचना दिनेछु म, बिहे नगर्नु होला। रोशन भाइले लभली लगाएको हान्यो है, छ। भन्दै थिएँ नि यत्रो धेरैमा एक न एकजनाले त लगाउँछ होला भनेर भनेको। लभली नै हान्दै नि होइन। एङ्गलमा देख्न सक्नुहुन्छ, देख्नुभयो हाम्रो प्रडक्सन यति राम्रो छ कि। अब को आउँदैछ? अब रमाइरहेको छ त्यहाँ रोशन भाइ उफ्रिरहेको छ। अब रमाउनु त यत्तिकै परिहाल्यो नि, अब कसैले हानेन भने त ऊ सिधै विनर। ल यसले त कहाँ हानेको यार, त्यो बलमा हावा थिएन होला यार यसको, कि बुट मिलेन? त्यसलाई सोध्नुपर्छ। त्यही छ, यस्तो हान्ने मान्छे त होइन त्यो। बढी बाटै के भन्छ क्या अरे होइन, त्यति बेला त्यसले त्यही भनिरहेको होला क्या। अब को आउँदैछ? डोनाल्डो आउँदैछ, डोनाल्डो। चलो सौरभ भाइले कता हान्छ त, अरू बेला त तन्काएर सट हान्दाको हुन्छ। ओ नाइस ट्राई, तर हामीले अहिले क्वालिफाई गर्न सकेनौँ। ठिक छ, ल अब आएको छ हाम्रो घुडे 7 नम्बर रोनाल्डो। रिप्लेमा हेर्न सक्नुहुन्छ मेरो सर्ट। उही लागेकै हो तेरो सर्ट छैन। उही लभली लागेको रहेछ नि त। ठिक छ भनेपछि 2जना रहेछ नि त नि होइन। लास्ट म्यान 35। ल अब चाहिँ हाम्रो 2जनाले हानेको छ फर्स्ट राउन्डमा, सो 2जनाको चाहिँ धुनधार कम्पिटिसन पर्छ जस्तो छ। अब त्यो एकजना फर्स्ट एकजना सेकेन्ड हुने चाहिँ तय भइसक्यो यहाँ, किनकि 2जना मात्र क्वालिफाई भयो। फाइनलिस्ट चाहिँ 2जना मात्रै छ। सो अब रोशन भाइले हानेको लागेन, चान्स छ हाम्रो भुडे भोटेलाई। अब भुडे भोटेको के हुन्छ त सर्ट? तैँले त्यो हान्न लाग्दाखेरि चाहिँ तँलाई के फिल आएको थियो भने त हान्छु जस्तै लगाउँछु जस्तै भइरहेको थियो मलाई त एभ्री टाइम हो। अब यहाँ चाहिँ कस्तो भइरहेको थियो भन्दाखेरि किरकिर गर्ने कम्प्लेन गर्ने बढी आइरहेको थियो क्या, 3-4 चोटि हान्न पाउनुपर्छ भनेर। रोशन भाइले लगाएको यो सर्ट अब तैँले पनि लगाइहाल्छस् नि त्यो सर्ट त, तर मेरो लागेको छैन। यो भनेपछि रोशन भाइले ल यो अनुसारले चाहिँ अब हाम्रो रोशन भाइ फेरि विनर भइसकेको छ भनेदेखि। सो सेकेन्ड चाहिँ हाम्रो भुडे भोटे भएको छ भने अब थर्ड र फोर्थ पनि निकाल्नु त पर्यो नि त, हामीले निकाल्नु पर्यो र त्यसको लागि छुट्टै अर्को कम्पिटिसन छ, च्यालेन्ज गरेका छौँ हामीले। सो
अब योको लागि चाहिँ मैले एउटा त्यहाँ अब स्पोन्टेनियसली एउटा च्यालेन्ज निकालेको थिएँ क्या, जगलिङ भनेर। सो यसमा चाहिँ जसले बढी जगल गर्छ त्यसलाई चाहिँ राखेको थिएँ। सो सुरु पनि भइसकेको छ, हेर्नुहोस् तपाईँले। युसुफ भाइले गर्दछ। यसलाई सेकेन्ड भएर पनि चित्त बुझेको छैन, फर्स्ट र सेकेन्ड हुनेहरूलाई चित्त बुझेको छैन क्या, त्यसले जित्छ भनेर। बिचरा त्यसले तिमीहरूको के खाइदिएको थियो भन् त? खानु त केही नै खाएको थिएन। 41 पुऱ्याएको छ ल युसुफ भाइले। उही त 41 पुऱ्याउने हो। त्योभन्दा बढी पुऱ्याउँथ्यो होला, तिमीहरूले ल्याङ गरेर हो क्या। होइन यस्तो लागेको थियो। तर भाइले बिटी पनि देखाएको हो अलिअलि। कसरी पुऱ्याउँदैन जस्तो लागिरहेको थियो क्या 41। त्यहाँ प्लेयर त्यस्तो 41 पुऱ्याउने प्लेयरै छैन जस्तो लागिरहेको थियो मलाई। मलाई पनि त्यस्तै लागिरहेको थियो। त्यही भएर उही यो त के हो, 1 2 1 आन्छ त उही। लौरेको रेलीमै फेसनै राम्रो गर्दै हान्दैछ त। ल ल ल ल ल यो त बच्चा खेलाको जस्तो गरेछ त ओए। फेरि त्यसरी नै गोल हानेको थियो अघि, यसरी नै उठाउँछु भनेर सोचेको होला, तर नो नेभर। तँलाई जहिले पनि दुध र भात पाउँछ तैँले। ल अब चाहिँ हाम्रो असिमको पालो। साइको द हिरो आएको छ, यसले हान्ला र भने मलाई त हान्दैन जस्तो लागिरहेछ। उही जारे जारे सक्यो। उही रिकभर हान्दै त यार, टप छ। मिस्टीलाई टप्यो है। ला युसुफ भाइ सक्यो। हामी हेरेको हेरै दुश्मन हेरेको हेरै बनाइदियो त यार। अयो गाह्रो छ हजुर, गाह्रो छ। भनिसकेको छ यसले धेरै। हान्यो अभि किन छटपटेको है त्यो त्यसरी? केटाहरूको यतैबाट थाहा हुन्छ नि कन्ट्रोल कतिको छ बलमा भनेर। ले अब सौरभ भाइ बाँकी छ। यो भाइले लगाउँछ जस्तो लागिरहेछ। म त एकछिन बेट गरौँ न, तर म कति जति लाउँछ होला? सौरभ भाइलाई म 5 ल म 50। 2 3 4 5 हानो त 6 7 हानो। अलिकतिले नपुगेको यार त्यो 50, साँच्चै भनेको। 50 मा 41 पुगेन, धेरै हैन जम्मै। ल फाइनल्ली हाम्रो च्यालेन्ज गेम चाहिँ सकिसकेको छ। अनि च्यालेन्ज गेममा को विनर, को सेकेन्ड थर्ड फोर्थ भयो भनेर चाहिँ अब तपाईँहरूलाई म मेडल नै लगाएर दिन्छु। सो मेडलको लागि चाहिँ सब प्लेयरहरू यता हाम्रो रेडी भइसक्नु भएको छ। सो ल अब हामी चाहिँ मेडल डिस्ट्रिब्युसनतिर लाग्नेछौँ है त। यसै गरी हाम्रो च्यालेन्ज गेममा फोर्थ भएर अब क्रसबार च्यालेन्जमा जित्न नसकेर अनि हाम्रो जगल गेममा सेकेन्ड हुन सकेर ओभरअल च्यालेन्जमा चाहिँ फोर्थ हुन सकेको छ हाम्रो युसुफ राईलाई यता बोलाउन चाहन्छु। ठिक छ त, त्यसै गरी अब हाम्रो थर्ड हुन पुगेको छ हाम्रो असिम कार्की। ल अनि अब हाम्रो क्रसबार च्यालेन्जमा चाहिँ दुईजनाको घमासान भिडन्त परेको थियो। सो भिडन्तमा अलिकतिले चुकेर सेकेन्ड हुन पुगेको छ हाम्रो निराकार तामाङ टिएक्सजी। ल बधाई छ, धन्यवाद। नखेल्ने भनेको मान्छे पनि खेलेर चाहिँ यस्तो भएको है। ल अब लास्ट फाइनल नट अदर देन हाम्रो विनर हुडकास्ट फुटसल च्यालेन्जको विनर। अस्तिको पालि पनि जितेको थियो, के हो गोल चाहिँ उसकै नाममा हो कि क्या हो? मेरो लक लाग्यो हो। ल ठिकै छ। ल नट अदर देन हाम्रो क्रसबार च्यालेन्जको विनर रोशन बज्राचार्य। एकदम बधाई।
ओ ल ल ल ल